यी हुन् कहिल्यै नमर्ने 5 अमर जीवहरू। नम्बर 1, अमेरिकन लबस्टर। लबस्टर जसलाई हामीले खाने झिंगे माछाको विकसित रूप मान्न सकिन्छ। सामुद्रिक देशहरूमा यसलाई एकदमै स्वादिष्ट खानाको रूपमा समेत खाने गरिन्छ। विशेष गरी समुद्रमा पाइने यो जीवलाई वैज्ञानिकहरूले इमोर्टल अर्थात कहिल्यै नमर्ने अमर जीवको रूपमा घोषणा समेत गरेका छन्। यो तस्बिरमा देखाइएको लबस्टर 132 वर्ष उमेरको हो। वैज्ञानिकहरूका अनुसार यो जीव तबसम्म मर्दैन जबसम्म यसलाई बाहिरी हस्तक्षेप हुँदैन। बढीमा 4 किलोसम्म तौल हुने यो जीव कहिल्यै नमर्नुको पछाडि यिनीहरूको शरीरमा टेलोमेराज नामक इन्जाइमको पनि हात छ, जसको काम भनेको क्रोमोजोमलाई रिपेयर गर्नु हो। टेलोमेराज नामक इन्जाइम मानिसमा पनि हुने गर्दछ। जब मानिस ठूलो हुन्छ तब टेलोमेराज बिलाएर जान्छ। परिणाम स्वरूप मानिसको आयु निश्चित हुन्छ। तर यो जीवमा टेलोमेराज कहिल्यै बिलाएर जाँदैन। फलस्वरूप यिनीहरू अमर रहन्छन्। कति वेबसाइटहरूमा यिनको आयु 100, 150 र 200 वर्ष हुन्छ भनिएको छ। तर वैज्ञानिकहरूले यसको निश्चित आयु नहुने र यो जीव अमर रहने कुरा दावी गरेका छन्। नम्बर 2, टार्डिग्रेड्स। चाहे संसारकै अग्लो ठाउँ सगरमाथाको चुचुरो होस् या संसारकै गहिरो ठाउँ मारियाना ट्रेन्च, यिनीहरू जहाँ पनि जीवितै रहन सक्छन्। यसलाई वाटर बियर अर्थात पानी भालु नामले पनि चिनिन्छ। समुद्रदेखि जमिन, जंगल अनि मरुभूमिसम्म सबै ठाउँमा पाइने यी जीवहरू 50 करोड़ वर्षदेखि पृथ्वीमा रहेको वैज्ञानिकहरूले दावी गरेका छन्। डायनोसर भन्दा अगाडिदेखि नै धरतीमा रहँदै आएका टार्डिग्रेड्सहरू पानी बिना पनि 10 वर्ष बाँच्न सक्छन्। यिनीहरू -150 डिग्री सेल्सियसदेखि लिएर 250 डिग्री सेल्सियस भन्दा माथिसम्मको तापक्रममा सहजै बाँच्न सक्छन्। 1 मिलिमिटर वा त्यो भन्दा पनि सानो आकारको यो जीव विकिरण युक्त क्षेत्र, अत्याधिक चिसो ठाउँ, खतरनाक सुक्खा ठाउँमा मात्र होइन अन्तरिक्षमा समेत बाँच्न सक्छन्। वैज्ञानिकहरूका अनुसार पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरू सबै जीवजन्तु मरे पनि यो टार्डिग्रेड्स अर्थात पानी भालु चाहिँ बाँच्नेछ। वैज्ञानिकहरूका अनुसार यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष किसिमको जीन हो। उक्त जीन सुक्खा परिस्थितिमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरूमा पानीको ठाउँ लिन्छ। जब सुक्खा ठाउँमा पानी पर्दछ तब उक्त जीन निष्क्रिय हुन्छ र शरीरका कोशिकाहरूमा पुनः पानी भरिन्छ। यसरी यो जीव सदैव अमर रहने गर्दछ। नम्बर 3, ओसियन क्वाहोग। यो जीवलाई निकै नै स्वादिष्ट सी फूडको रूपमा समावेश गरिन्छ। तपाई मध्ये कतिले यसलाई सी फूडको रूपमा खानु पनि भएको होला। तर के तपाईलाई थाहा छ यो जीव अन्य जनावर जस्तो बुढो भएर कहिल्यै पनि मर्दैन भनेर? हो, वास्तवमा यो जीव अमर हुन्छ जुन कहिल्यै मर्दैन। यसलाई हामीले भोजनमा समावेश नगरेसम्म अर्थात अन्य कुनै बाहिरी दुर्घटना नभएमा यो जीव सयौं हजारौं वर्षसम्म बाँच्न सक्छ। सन् 2006 मा एउटा रिसर्चको टिमले 507 वर्ष बुढो ओसियन क्वाहोग फेला पारेका थिए, जसको जन्म 1498 देखि 1479 को बीचमा भएको वैज्ञानिकहरूले कार्बन डेटिङ विधिबाट पुष्टि समेत गरेका थिए, जसको नाम वैज्ञानिकहरूले मिङ राखिदिएका थिए, जसको बारेमा तपाईले इन्टरनेटमा पनि सर्च गरेर अझ जानकारी लिन सक्नुहुन्छ। उति बेलाको समयमा यो खबर निकै नै चर्चित पनि भएको थियो। यिनीहरूको शरीरमा एउटा यस्तो एन्टिअक्सिडेन्ट इन्जाइम पाइन्छ जसको कारण यी प्रजातिहरू लामो समयसम्म जीवित रहन सक्छन्। यिनीहरूको सेल समयको साथसाथ ड्यामेज भएर आफै नयाँ सेलमा रूपान्तरण हुने गर्दछ। मानिसहरूको हरेक सेकेन्डमा 20 लाख जति सेलहरू रिप्लेस हुने गर्दछ भने यिनीहरूको केही सेल मात्र रिप्लेस हुन वर्षौं लाग्छ। परिणाम स्वरूप यिनीहरू अमर रहने गर्छन्। नम्बर 4, प्लानरभियन फ्ल्याटवर्म्स। यो जीव समुद्रको नुनिलो पानीदेखि लिएर सफा पानी दुवैमा पाइने गरेको छ। वैज्ञानिकहरूले यसलाई अमर घोषित गरिसकेका छन्। यो जीव तबसम्म मर्दैन जबसम्म यसलाई बाहिरी तत्वले हानि नोक्सानी पुर्याउँदैन अथवा खाँदैन। यो एउटा यस्तो क्रिएचर हो जसलाई चक्कुले टुक्रा टुक्रा पारेर अलग गर्दा पनि मर्दैन। यसका चक्कुले काटेर अलग भएका टुक्राहरूले एक एक इन्डिभिजुअल रूप लिन्छन् र तिनीहरू फेरि एउटा सिंगल जीवको रूपमा विकास हुन पुग्छन्। नम्बर 5, जेलीफिश। प्राय गरी भूमध्य सागरमा पाइने जेलीफिश पनि एक अमर जीव हो। यसमा एउटा यस्तो अद्भुत क्षमता रहेको हुन्छ जसले आफ्नो जीवन दोहोर्याएर सुरु गर्न सक्छ, यानि कि पुनर्जीवन पाउन सक्छ। यो जीवसँग आफ्नो सेलको पहिचानलाई बदलेर पुनः आफ्नो युवा अवस्थामा फर्कन सक्ने क्षमता रहेको हुन्छ। अझ सरल भाषामा भन्नुपर्दा यसले आफ्नो बुढ्यौली उमेरलाई फर्काएर पुनः बाल्य अवस्थामा ल्याउन सक्छ। एउटा जेलीफिशको 80 देखि 90 वटा सम्म जुङ्गा रहेको हुन्छ जसलाई टेन्ट्याकल भनिन्छ। यो
यो एक यस्तो जीव हो जसले अत्यन्तै कम ऊर्जा खपत गर्ने गर्छ। तर तपाईलाई लाग्न सक्छ यदि जेलीफिश कहिले नमर्ने हो भने यसले पूरा समुद्र नै ढाकिसक्नु पर्ने हो। तर किन यस्तो हुँदैन? किनकि प्रकृतिको नियम नै यस्तो छ, जसको मृत्यु आफै हुँदैन तब त्यो अन्य जनावरको भोजन भएर मर्नुपर्ने हुन्छ। यसकारण यी जेलीफिशहरू समुद्रमा रहने अन्य जीवको शिकार नभएसम्म आफै बुढो भएर कहिल्यै मर्दैनन्। जब यी जीवहरू बुढो अवस्थामा पुग्छन् तब यिनीहरूले आफैलाई पुनः बाल्य अवस्थामा ढाल्ने गर्छन्। हवस् त, यस्तै रोचक जानकारीमूलक र खोजमूलक भिडियोका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्कार।